हामीले त चकलेट बनाउन पर्दैन होला ए भगवान हेर त के यस्तो फुललाई के गरेर बसेको भनेको के तेरो सामान चकलेट बने म त दुध चलाएर खा भनेको त हेर त के मैले यो दिउरी अब मैले कसरी माझ्ने होला नि माझ्नु अब दिमाग कहाँ छ हो खै उड्या होला मलाई घरबाट निस्किनु भन्थ्यो जा निस्कि यहाँबाट जा टोइलेटमा छु हेर त गराएर घर म त ढोका लाएर उता बसेर उहाँ के भन्छ अरे उसमा बसेर मजाले बसेर उस गरिराखेको थिएँ तँलाई बुझेँ तँलाई सत्य नाश बनाइसकेर आज त